कहिलेकाहीँ कस्तो हुन्छ है, गर्नुपर्ने काम यति धेरै तर समय चाहिँ एकदम थोरै जस्तो लाग्ने, दिन जान्छ काम सकिँदैन। हो नि, त्यो त सबैको समस्या हो जस्तो लाग्छ आजकल। त्यही भएर आज हामी एउटा चर्चित पुस्तक ब्रायन ट्रेसीको इट द्याट फ्रग को बारेमा कुरा गर्दैछौँ। यसको एउटा युट्युब अडियो बुक सारांश भेटेको थिएँ, निकै रोचक लाग्यो। इट द्याट फ्रग निकै लोकप्रिय छ उत्पादकत्वको क्षेत्रमा। यसको मूल कुरा चाहिँ के रहेछ भने धेरै काम गर्नु मात्रै ठुलो कुरा होइन रहेछ, सही काम सही तरिकाले ठिक समयमा गर्नु पो महत्त्वपूर्ण। बिल्कुल, स्रोतले पनि त्यही भन्छ। हाम्रो गर्नुपर्ने कामको सूची त कहिल्यै सकिँदैन, अनन्त हुन्छ। हो त। त्यसैले के गर्ने र के नगर्ने भन्ने छनौट नै सबैभन्दा शक्तिशाली हतियार हो काम पन्छाउने बानी विरुद्ध। अनि त्यहाँ त्यो रमाइलो शब्द आउँछ, फ्रग, भ्यागुतो। सुन्दै अनौठो, के हो यो फ्रग भनेको खासमा? फ्रग भनेको चाहिँ तपाईँको त्यो दिनको वा त्यो हप्ताको सबैभन्दा ठुलो, सबैभन्दा महत्त्वपूर्ण काम हो। सबैभन्दा ठुलो हो। अनि प्राय त्यही काम हुन्छ जसले हामी गर्न अलि अप्ठ्यारो मान्छौँ, अलि झ्याउ मान्छौँ अनि पन्छाइदिन्छौँ। बुझेँ, गाह्रो काम हो। तर रोचक कुरा के छ भने यही गाह्रो महत्त्वपूर्ण फ्रगलाई पहिले सिद्ध्याउँदा चाहिँ तपाईँको नतिजामा सबैभन्दा सकारात्मक असर पर्छ, दिनै राम्रो बन्छ। मतलब जुन काम गर्न सबैभन्दा गाह्रो लाग्छ त्यसैलाई समातेर सुरु गरिहाल्नु पर्यो। ठ्याक्कै। स्रोतले त दुईटा नियमै दिएको छ। पहिलो, यदि दुईटा भ्यागुता मतलब दुईटा महत्त्वपूर्ण काम छन् भने सबैभन्दा कुरूप मतलब सबैभन्दा गाह्रोवालालाई पहिले खानुस्, मतलब सक्नुहोस्। कुरूप भ्यागुतो। अनि दोस्रो नियम? दोस्रो, त्यो भ्यागुतोलाई धेरै बेर हेरेर नबस्नुहोस्। जति हेर्यो जति सोच्यो उति गाह्रो लाग्छ, तुरन्तै एक्सनमा जानुहोस्, सुरु गरिहाल्नुहोस्। तर फेरि कामको च्याङमा त्यो सबैभन्दा महत्त्वपूर्ण फ्रग चाहिँ कुन हो भनेर चिन्नु पनि त गाह्रो होला नि, कसरी छुट्याउने? हो, त्यो महत्त्वपूर्ण प्रश्न हो। यसको लागि स्रोतले 80-20 को नियमको कुरा गर्छ। परेतो सिद्धान्त पनि भन्छन् यसलाई। 80-20 त्यो के हो? यो भनेको सामान्यतया हाम्रो 80% नतिजा चाहिँ जम्मा 20% कामबाट आउँछ रे। 80% नतिजा 20% कामबाट? साँच्चै? हो। हाम्रो धेरै जसो कामहरू खासै महत्त्वपूर्ण हुँदैनन् नतिजाको हिसाबले, तर केही थोरै काम त्यो 20% हुन्छन् जसले चाहिँ ठूलो फरक पार्छ। हाम्रो फ्रग प्राय त्यही 20% भित्र पर्छ। गजबको कुरा। त्यसो भए त्यो 20% चिन्न कुनै तरिका छ, लेखेरै गर्ने कि? छ नि। ABCD विधि एकदमै व्यावहारिक छ। आफ्नो दैनिक कार्यसूची बनाउँदा हरेक कामलाई लेबल लगाउने। ABCD कसरी? ए भनेको एकदमै महत्त्वपूर्ण, नगर्दै नहुने काम, नगर्दा गम्भीर नकारात्मक परिणाम आउन सक्छ। यिनीहरू नै प्राय तपाईँको फ्रग हुन्। अनि बी भनेको गर्नुपर्ने काम, तर ए जति जरुरी होइन, नगर्दा अलिअलि असर पर्ला तर ठुलो होइन। नियम के हो भने ए काम बाँकी छँदा बी काम सुरु नगर्ने। अनि CDE नि? सी भनेको चाहिँ गरे राम्रो खालको काम तर नगर्दा खासै केही फरक पर्दैन, जस्तै साथीलाई फोन गर्ने, कफी खाने। डी भनेको अरूलाई सुम्पन सकिने, डेलिगेट। अनि ई भनेको चाहिँ हटाउनै सकिने, एलिमिनेट काम। जे काम नगर्दा पनि हुन्छ त्यसलाई सूचीबाटै हटाइदिने। यसरी त एकदमै स्पष्ट हुँदो रहेछ। ABCD छुट्याएपछि त फोकस गर्न सजिलो हुने भयो। हो। अझै ए कामहरू पनि त धेरै हुन सक्छन्, त्यसैले A1, A2, A3 भनेर प्राथमिकता छुट्याउने अनि सबैभन्दा पहिले कुन चाहिँ गर्ने। A1 हो। तपाईँको A1 काम त्यो दिनको सबभन्दा ठुलो फ्रग, नसकिएसम्म अरू बी वा सी काममा नलाग्ने। योजनाको कुरा पनि महत्त्वपूर्ण छ भन्नुभयो। 10-90 नियम रे? योजना बनाउनु भनेको कागजमा सोच्नु जस्तै हो। यसले स्पष्टता दिन्छ। 10-90 नियमले भन्छ तपाईँले योजना बनाउन लगाउने 10% समयले काम गर्ने बेलाको 90% सम्म समय बचाउन सक्छ। वाह, त्यो त ठुलो फाइदा रहेछ। हो नि। हरेक दिन बेलुका वा बिहान अर्को दिनको योजना बनाउने बानी एकदमै शक्तिशाली हुन्छ। र नि त्यो ठुलो डरलाग्दो फ्रगलाई चाहिँ कसरी सामना गर्ने त? सुरु गर्नै आँट नआउने खालको? हो। त्यसको लागि कामलाई सानो सानो व्यवस्थापन गर्न सकिने टुक्रामा बाँड्ने। सलामी स्लाइस विधि भन्छ यसलाई।
सलामी स्लाइस? जसरी सिङ्गो सलामी एकैचोटि खान सकिन्न, पातलो टुक्रा पारेर खाइन्छ, त्यसरी नै ठूलो कामलाई सानो सानो चरणमा बाँड्ने। एक पटकमा एउटा सानो टुक्रा मात्र सक्ने लक्ष्य राख्ने। ए, यो त एकदमै व्यावहारिक लाग्यो। अनि तुरुन्तै काम थाल्ने बानी, एक्सन ओरिएन्टेसन, त्यो कसरी विकास गर्ने? सफल मान्छेहरूको बानी नै त्यही हुन्छ। उनीहरू सोचेर मात्र बस्दैनन्, तुरन्तै थाल्छन्। पहिलो पाइला चाल्नु नै सबैभन्दा गाह्रो हो। एकचोटि सुरु गरेपछि गति आफै बढ्छ। अनि त्यो सेन्स अफ अर्जेन्सी, मतलब काम छिटो सक्ने हतारो, त्यो पनि चाहिन्छ? एकदम। त्यो भित्रैबाट आउने एउटा ड्राइभ हो। महत्त्वपूर्ण काम छिटो र राम्ररी सक्छु भन्ने। यो बानी पनि अभ्यास गर्दै जाँदा विकास हुन्छ। मलाई के लाग्छ भने काम सकिँदा जुन एउटा सन्तुष्टि मिल्छ नि, त्यसको पनि भूमिका होला है? बिल्कुल। स्रोतले भन्छ, जब हामी कुनै महत्त्वपूर्ण काम पूरा गर्छौँ, हाम्रो दिमागले एन्डोर्फिन भन्ने रसायन छोड्छ। यसले हामीलाई खुसी, आनन्द र शक्तिको अनुभव गराउँछ। आत्मविश्वास बढाउँछ। ए, त्यो त राम्रो कुरा भयो। हो, यसलाई एउटा सकारात्मक लत जस्तै बनाउन सकिन्छ। जति धेरै महत्त्वपूर्ण काम सक्नुहुन्छ, उति राम्रो महसुस हुन्छ अनि उति नै धेरै काम गर्न मन लाग्छ। यो सकारात्मक लत बसाल्न त गाह्रै होला नि सुरुमा। के चाहिन्छ होला? यसका लागि 3 डीहरू चाहिन्छ भन्छ स्रोतले। निर्णय, डिसिजन। पहिले त म यो गर्छु, यो बानी बसाल्छु भनेर पक्का निर्णय चाहियो। अनि दोस्रो, अनुशासन, डिसिप्लिन। आफूले गरेको निर्णयमा टिक्न सक्ने क्षमता। सुरुमा गाह्रो भए पनि निरन्तर लागिरहने। अनि तेस्रो, दृढ सङ्कल्प, डिटर्मिनेसन। जस्तो सुकै बाधा आए पनि लक्ष्यमा पुग्छु भन्ने अठोट। निर्णय, अनुशासन र दृढ सङ्कल्प, ठिक हो। एउटा अर्को कुरा पनि थियो, रचनात्मक काम पन्छाउने कला। अरे, यो त उल्टो सुन्यो। सुन्दा उल्टो लागे पनि यो निकै काम लाग्ने आइडिया हो। यसको मतलब हो जानी जानी कम महत्त्वका कामहरूलाई चाहिँ पन्छाइदिने। ए, कम महत्त्वकालाई? हो। तपाईको समय र ऊर्जा सीमित छ, त्यसैले तपाईले सानातिना कम महत्त्वका काम जस्तै सी, डी, ई श्रेणीकालाई जानी जानी पछि सार्नुभयो वा हुन्न भन्नुभयो भने तपाईको ध्यान र शक्ति महत्त्वपूर्ण ए कामहरू मतलब फ्रगहरूमा लगाउन पाउनुहुन्छ। ए, भनेपछि हुन्न भन्न पनि सिक्नु पर्यो। एकदम। सबै कुरा गर्न सकिँदैन। महत्त्वपूर्ण कुरामा फोकस गर्नका लागि कम महत्त्वपूर्ण कुरालाई छाड्न सक्नुपर्छ। ओहो, आज त धेरै कुरा सिकियो। सारमा भन्दा आफ्नो सबैभन्दा महत्त्वपूर्ण काम, त्यो फ्रग चिन्नु पर्यो। अनि हरेक दिनको सुरुवात नै त्यसलाई पूरा ध्यान दिएर अनुशासनका साथ सिद्ध्याएर गर्नु पर्यो। यही नै उत्पादकत्व बढाउने र काम पन्छाउने बानी हटाउने मूल मन्त्र रहेछ। हो, र यो पनि याद राखौँ, सफलता भनेको संयोगले वा जन्मजात क्षमताले मात्र आउने होइन। यो त हामीले सिक्ने तरिका हो, विकास गर्ने बानी हो। कसरी सोच्छौँ, कसरी योजना बनाउँछौँ, कसरी काम गर्छौँ भन्ने कुरामा भर पर्छ। निकै प्रेरणादायक कुरा। ल, अब श्रोताहरूलाई एउटा प्रश्न सोधेर बिट मारौँ न त। हुन्छ। तपाईको जीवनमा अहिले त्यो सबैभन्दा महत्त्वपूर्ण, अलि गाह्रो लागेर पन्छाइरहनु भएको फ्रग कुन चाहिँ हो? सोच्नुहोस् त। अनि यो छलफल सुनेपछि त्यो फ्रगलाई सामना गर्न आजै चाल्न सकिने सबैभन्दा पहिलो सानो कदम के हुन सक्छ? एकैछिन विचार गर्नुहोस् है।